तपाईँको कल फरवर्डिङ त भएको छैन र अहिले फोन मार्फत ओटिपी सोधेर र लिङ्कमा प्रेस गर्नु लगाएर पैसा काटिन्छ भन्ने मात्र होइन। अहिले स्मार्टफोन सबैले बोक्छ र हामी स्मार्ट छौँ छैनौँ यो हाम्रो फोन चलाउने तरिकाले नै हामी जान्न सक्छौँ। गुगलसित यति निर्भर छ कि हामीले जे पनि कुरा गुगलमा गएर सर्च गर्छौँ, चाहे त्यो डक्टर अपोइन्टमेन्टको नम्बर भयो, चाहे त्यो तपाईको फोन रिचार्ज हुँदैन, पैसा काटिन्छ र रिचार्ज हुँदैन, र कस्टमर केयर नम्बर पनि हामीले गुगलमा गएर खोज्ने गर्छौँ। र गुगलमा धेरैवटा एड्सहरू आइरहेको हुन्छ, हामीले कहीँनिर आफ्नो रिभ्यू दिन्छौँ या कमेन्ट गर्छौँ या लाइक गर्छौँ। त्यसपश्चात तपाईँकोमा एउटा अननोन कल आउने गर्छ र अननोन कल आउँदाखेरि के हुन्छ भनेदेखिलाई तपाईँलाई एउटा कोड डायल गराउँछ, तपाईँको कल फरवर्ड गरेको हुन्छ र तपाईँलाई थाहा हुँदैन। त्यो केही कारणले पनि हुनसक्छ, चाहे तपाईँलाई अन्जान मान्छेले कसलाई कल गर्छु मलाई इमर्जेन्सी छ भनेर फोन मागेर पनि त्यो कल फरवर्ड गरेको हुनसक्छ। हालैमा एकजना दिदीको 76,000 ब्याङ्क एकाउन्टबाट डिडक्ट भएको छ, यानि काटिएको छ र उहाँलाई थाहा छैन कि कसरी काटेको छ। र जब उसले आफ्नो ब्रान्चमा कन्ट्याक्ट गर्छ ब्याङ्कमा, तब चाहिँ ब्याङ्कले भन्छ कि तपाईँको पैसा थ्रु ओटिपी काटेको छ र उहाँले भन्छ मैले त कुनै पनि ओटिपी सेयर गरेको छुइनँ है। कसरी हुन्छ त त्यो दिदीले गुगल सर्च गरेर कस्टमर केयर नम्बरमा सर्च गरेको हुन्छ र उसले अननोन कल रिसिभ गरेको हुन्छ र कोड डायल गरेको हुन्छ। कल फरवर्डिङको थ्रु जति पनि हाम्रो इन्कमिङ कल सबै फरवर्ड भएको हुन्छ र हाम्रो सबै कलहरू अरूले रिसिभ गर्दै गरेको हुन्छ। हाम्रो जति पनि एसएमएस ओटिपीहरू सबै स्क्यामरले, फ्रड गर्ने मान्छेले त्यहाँबाट लिएको हुन्छ र तपाईँको ट्रान्जेक्सन त्यहाँबाट गरेको हुन्छ। कल फरवर्डिङ चेक गर्ने एउटा कोड छ, *#21# गरेर तपाईँले कल बटन प्रेस गर्नुहोस्। तपाईँको स्क्रिनमा यदि फरवर्ड छ भने तपाईँको कल फरवर्डेड भनेर त्यहाँनिर देखाएको हुन्छ र जुन चाहिँ नम्बरमा कल फरवर्ड गरेको हुन्छ त्यसलाई स्क्रिनसट गर्नुपर्ने हुन्छ र रिपोर्ट गर्नुपर्ने हुन्छ। त्यो कल फरवर्डिङलाई चाहिँ तपाईँले कसरी इरेज गर्नु मैले त्यो स्क्रिनमा देखाइदिइरहेको छु। #002# कोड तपाईँले डायल गरेर चाहिँ तपाईँको कल बटन प्रेस गर्नुपर्ने हुन्छ र तपाईँको कल फरवर्डिङ चाहिँ जसलाई इरेज भएर जान्छ। तब चाहिँ तपाईँ यो कल फरवर्डिङ स्क्यामबाट चाहिँ तपाईँ सुरक्षित बस्न सक्नुहुन्छ। कहिले पनि फोन मार्फत कसैको पनि निर्देश पालन नगर्नुहोला। सुरक्षित रहनुहोस्।